हुन्छ महेन्द्र सरलाई स्वागत छ हाम्रो युवा आवाजमा। महेन्द्र सर, आज चाहिँ हाम्रो यो श्री शहीद स्मृति माध्यमिक विद्यालयमा के भइरहेको? आज हाम्रो यो शहीद स्मृति माविमा चाहिँ यो एउटा चाहिँ हरिदास नेपाल ईश्वर परियोजना अन्तर्गत जुन विद्यार्थीहरूलाई खास गरी कक्षा 10का विद्यार्थीहरूलाई यो शिक्षाको संसारबाट कामको संसारमा स्थानान्तरण गर्ने जुन एउटा अभियान छ, यसमा चाहिँ खास गरी के हुन्छ भन्दाखेरि व्यावसायिक रूपमा एउटा जुन उद्यमशीलता अन्तर्गत व्यावसायिक रूपमा उनीहरू चाहिँ कुनै पनि व्यवसायसँग परिचित हुनका लागि कुनै पनि व्यवसाय कस्तो हुन्छ, त्यसमा के गर्नुपर्छ भनेर चाहिँ उनीहरूले जुन अस्तिको दिन उनीहरूले एउटा व्यावसायिक योजना प्रस्तुत गरे 5 वटा ग्रुपले। त्यसमध्ये हामीले उत्कृष्ट व्यावसायिक योजना जुन उनीहरूको योजनालाई हामीले मूल्याङ्कन गरेर 3 वटा योजनाहरू छनौट गऱ्यौँ। त्यो 3 वटा मध्ये उनीहरूले चाहिँ कुन प्रकारका स्टलहरू राख्ने होइन, जुन विद्यालयभित्र प्राङ्गणमा 2 दिन या 3 दिनका लागि हामीले चाहिँ व्यवसाय सञ्चालन गर्न अनुमति दिँदा चाहिँ कुन प्रकारको चाहिँ व्यवसाय छनौट गर्छौँ भन्दाखेरि उनीहरूले राम्रा खालका 3 वटा चाहिँ व्यावसायिक योजनाहरू प्रस्तुत गरे। त्यसलाई हामीले छनौट गऱ्यौँ र प्रत्येक समूहलाई हामीले के अरे व्यावसायिक सञ्चालन गर्नका लागि 7,000 रुपियाँ चाहिँ उनीहरूलाई पुरस्कार स्वरूप उत्कृष्ट योजना बनाए बापत प्लस त्यसलाई कार्यान्वयन गर्नका निमित्त हामीले प्रदान गरेका छौँ। पुरस्कार स्वरूप हुन्छ र उनीहरूले आजबाट चाहिँ 3 वटै ग्रुपले आफ्ना उनीहरूले रोजेका योजना अनुसारका व्यवसायहरू सञ्चालन गर्दैछन् र खास गरी त्यो योजना अनुसार गरेका व्यवसायबाट उनीहरूलाई चाहिँ फाइदा भएमा उनीहरूकै हुने, किनभने हामीले पुरस्कार स्वरूप दिइसकेपछि उनीहरूले त्यसलाई बढाउनु पर्नेछ। त्यसको हामी मूल्याङ्कन गर्छौँ, उनीहरूसँग एउटा समीक्षा पनि हुन्छ यो कार्यक्रम पश्चात र त्यसमा चाहिँ उनीहरूले आजको दिनमा 3 वटा स्टलहरू 3 वटा चाहिँ कार्यक्रमहरू गर्दैछन्। खास गरी यो साइडमा हामीले क्यान्टिनको जुन खाजाको रूपमा उनीहरूले जुन बालबालिकाहरूलाई विद्यालयका विद्यार्थीहरूलाई हुने गरी पुग्ने गरी चाहिँ खाजा तयार गर्दैछन्। खास गरी त्यो खाजा कस्तो छ भन्दाखेरि अर्ग्यानिक किसिमको छ, जस्तै अब कोदोको रोटी, गुन्द्रुकको अचारहरू भयो होइन, राजमा अथवा अरू चाहिँ सागसब्जीका आइटमहरू छन् होइन, त्यो किसिमको एक साइडमा चलिरहेको छ, त्यही विद्यार्थीको समूहले गर्दैछ भने अर्कोतिर चाहिँ अलिकति पानीपुरी, चटपटे लगायतका जुन त्यो किसिमका आइटमहरू उनीहरूले तयार गर्दैछन्। त्यसमा हामीले के निगरानी गर्दैछौँ भने जुन हामीले जङ्क फुडको कुरा गर्छौँ त्यसमा त्यस्ता किसिमका अन्य रङहरू, अन्य केमिकलहरू प्रयोग गर्न नदिने गरी हामीले त्यहाँ निगरानी गरिरहेका छौँ। त्यसै गरी अर्को साइडमा के छ भन्दाखेरि यो जुन चिसो आइटमहरू जस्तै लस्सीहरू भयो होइन, सामान्य रूपमा आइसक्रिमहरू भयो, त्यसै गरी सलादहरू भयो, यो किसिमका चाहिँ अनि अरू दहीका परिकार केही छन् भने ती पनि उनीहरूले गर्नुहुन्छ र फ्रुट्सहरू खास गरी ड्रागनहरू भयो, आँपहरू भयो, अहिले सिजन छ, काँक्राहरू भयो, यो किसिमको चाहिँ उनीहरूले अलिकति सलादको रूपमा बनाएर बिक्री वितरण गर्दैछन्। र अहिले म पनि यहाँ हेरिरहेको छु, उनीहरू चाहिँ उत्साहित छन्, उनीहरू चाहिँ हामी पक्कै नाफामा जान्छौँ, हामी गर्न इच्छुक पनि छौँ, उत्सुक छौँ र राम्रो चलिरहेको छ। हामीले त भ्याइरहेकै छैनौँ भन्ने खालका प्रतिक्रिया दिइरहेका छन्। ठिक छ, नभएको कन्डिसनमा समय मिलाएर गर्दै जाउँला, बरु अलिकति समय लिउँला, हामीले टिफिन टाइम, ब्रेक टाइम र स्कुल छुट्टी भए पछाडि पनि केही समय भनेर तोकेका छौँ। त्यसलाई उनीहरूले माग गरे भने अलिकति हामी एउटा पिरियड छुट्टै दिएर पनि त्यतिखेर बिक्री वितरण गर्ने एउटा व्यवस्था मिलाउँदैछौँ र भोलि पनि यो क्रम रहन्छ। र उनीहरूका सामग्रीहरू नसकिएको र अझै पनि बिक्री हुने सम्भावना हुँदा हामी पर्सि एक दिनलाई पनि थप गर्ने सोचमा छौँ र उनीहरूले यसलाई कसरी लिएका छन् उनीहरूको अनुभव अहिले म एकछिनपछि सुन्नेछु। तर भोलिका दिनमा उनीहरूले व्यावसायिक रूपमा हामी पनि व्यवसाय गर्न सक्ने रहेछौँ भन्ने एउटा अनुभव, एउटा चाहिँ आँट हिम्मत र एउटा टिमवर्क त्यो चाहिँ उनीहरूले तयार गर्दैछन् र त्यसका लागि उनीहरूलाई म पटक उत्साहित पनि गरिरहेको छु र भोलिका दिनमा गर्नुपर्छ भन्दैछु। मैले त अझ के भनेको छु भने 10 कक्षाका भाइ बहिनीहरू भोलि यसै पश्चात बिहानका क्लासहरू लिएर दिउँसो चाहिँ एउटा समूह मिलेर चोकहरूमा, ठाउँहरूमा, जुन बाहिर बजारमा एउटा चाहिँ व्यवसाय सञ्चालन चाहिँ गर्न सक्छौँ है भनेर मैले चाहिँ उनीहरूलाई मार्गनिर्देशन गरिरहेको अवस्था छ। मेरो नाम सुनेवार हो र हामी कक्षा 10को साधारण धारबाट चाहिँ हामीले यो व्यावसायिक योजनाबाट हाम्रो के भन्छ हामीले आइसक्रिमहरू बनाउनुको हामीले लिएको छौँ योजनाहरू। अनि हामी सेलेक्सन पनि हामी सेलेक्सन अनुसार चाहिँ हाम्रो यहाँ कति 4-5 वटा भेराइटी उयो आइटमहरू, एउटा कुल्फी, अनि बरफ, अनि यो दही नर्मल लस्सी, अनि फ्रुट जुसहरू बेचेको छ र एक्स्ट्राहरूले चाहिँ सलाद भनेर तरकारी उयो बल्बुको सलाद भनेर नि के भन्छ मसला हालेर पनि दिइरहेको छु मैले। नमस्ते, मेरो नाम आसन लिम्बू हो, म कक्षा 10मा अध्ययन गर्छु। आज
चाहिँ हाम्रो स्कुलमा शिक्षाको संसारबाट कामको संसारमा लैजाने कार्यक्रम थियो। अनि त्यसमा चाहिँ हामीले विभिन्न किसिमका खानाको परिकार बनाएको थियौँ। त्यसमा चाहिँ हामीले यहाँनिर सिकुटी र कोदोको रोटी चाहिँ 50 देखि 100 सम्म, अनि अन्डा आलु 30, अनि चिया चाहिँ 20 सम्म, अनि फ्राइड राइस आज चाहिँ थिएन, भोलि चाहिँ बनाउनुहुन्छ होला। अनि कोदोको रोटी र राजमा 40 देखि 50 हो, अनि कोदोको रोटी र गुन्द्रुकको अचार 40 देखि 50, अनि सेलरोटी र सब्जी 60 देखि 90। यति तपाईँहरूले बेच्न राख्नु भएको छ है तपाईँको मूल्य सोधेको। बहिनीको शुभ नाम? मेरो नाम कृष्ण नमस्ते। हाम्रो बहिनीले चाहिँ के गरिराख्नु भएको? हामीले चाहिँ फुलहरू स्टेसनरीहरू बेचिरहेको छ। के राख्नु भएको छ तपाईँले? ब्रासलेट, क्लिप, स्टिकर, फ्लावर्सहरू बेचिराख्नु भएको छ है।